आज म तपाईहरुलाई भद्रपुरको ऐतिहासिक कुरा देखाउन जाँदैछु। यो भद्रपुरको बीच बजारको पुरानो ऐतिहासिक रोड, जहाँ पानी जमिएर एउटा ऐतिहासिक अवार्ड जित्ने खालका रोड बनिन आँटेको छ। हेर्नुहोस्, देख्नुहोस्, तपाईहरुले देख्न सक्नुहुन्छ। भद्रपुरको ऐतिहासिक बाटो यो बन्न थालेको 1.5 वर्ष भन्दा बढी भइसक्यो। नाली बनिएको छैन, बाटोमा रडहरू राखिएको छ, सामान यतात्यत्र छ, तर पनि यहाँ बन्निने कोसिस गरिएको छैन। भनिन्छ भद्रपुर पूर्वकै पुरानो नगरपालिका भनेर, तर पनि यहाँनिर बजारको अवस्था हेर्ने हो भने सबै सुकिसकेको र एकदमै पुरानो जीर्ण भएको जस्तो देखिन्छ। बाटो पनि त्यस्तै छ, अनि अब बजारिक अवस्था पनि त्यस्तै छ। देख्न यहाँका जनप्रतिनिधिहरूको आँखा पनि परेको छैन, तर पनि हिजो खै त्यहाँ भेला भएर यसो मिटिङ गरे जस्तो चाहिँ गर्दै थियो। अब चाहिँ छिटै बन्छ कि भन्ने आशा पनि छ है। यो बाटो हाम्रो ऐतिहासिक बजार भनेर भन्छन्, ऐतिहासिक त होइन, यो कस्तो खालको ऐतिहासिक भने नम्बर 1 ऐतिहासिक हुन आँटेको छ हाम्रो भद्रपुर बजार। पुरा भिडियो हेर्नु, तल टुप्पादेखि पुच्छारसम्मको छ है यहाँ बाटोको अवस्था। हेर्नुहोस्